हेलो गुड मर्निङ साथीहरू। मैले चाहिँ अस्ति चाहिँ फ्लिपकार्टबाट जिरेनियमको बीज मगाएको थिएँ अनि यहाँ यस्तोमा आएको छ है, यस्तोमा आएको छ। अनि यो म रोपेर चाहिँ अब म चाहिँ आज माइत जानु पर्यो हैन, के कारणले गएको कसो गएको तपाईहरुलाई आउँदो भिडियोहरुमा म बताउँछु नि है। ल सफर लामो छ हैन। अनि यो रोपिरहेको छु अनि म आइन्जेल कतिको उम्रिन्छ उम्रिँदैन है साथी हो, तपाईहरुलाई म देखाउने छु है हैन। हुन्छ, थ्यांक यू सो मच सबैजनाले हेरिदिनु भएकोमा। हाई गाइस, मेरो छोरीले चाहिँ दामी बेल्छ तर हो, रोटी चाहिँ दामी पोल्छ हो, रोटी चाहिँ दामी पोल्छ हैन। तर नि बाउ र छोरी चाहिँ सेम छ नि, देख्नुभयो यस्तो मिली काम गर्छ कि मलाई चाहिँ यहाँ हेला गरिदिन्छ नि मलाई त हो। हाइटमा पनि बाउ र छोरी चाहिँ फेरि इक्वल छ क्या, इक्वल छ कि दुईजना मिली काम गर्छ हैन। मलाई म त पढाइ गर्छ बिचारा, म दुईजना यता नि त। अब म चाहिँ फाइनली रेडी भएँ, अनुहारमा अलिअलि क्रिम सिरिम लगाएँ। मलाई धेरै लाउनु त मन छैन तर म अलिअलि लगाएँ। अन्त बाउ र छोरी रोटी पोलेको छ हैन, बिहान खाजा। अन्त त्यसले गर्दाखेरि म चाहिँ अब के अरे खाजा खाएर चाहिँ म लुगा लाएर चाहिँ अब माइत जान्छु हैन। अनि अब मेरो हस्बेन्ड चाहिँ सन्डे आउनुहुन्छ किनभने आज नानीको प्रोग्राम छ हैन। अन्त त्यहाँदेखि अब बाउ र आमामा त दुईजनामा एकजना जानु पर्यो किनभने नानीले यत्रो दिन प्र्याक्टिस गरेर अब फाइनली आज पुगेको नानी हैन। त्यसले गर्दाखेरि अब उसको प्रोग्राममा आएन भने मन दुखाउला नानीको मन। त्यसले गर्दाखेरि चाहिँ मैले मेरो हस्बेन्डलाई जाऊ तिमी म उता जान्छु भनेर भन्यो। अनि म चाहिँ किन माइत गएको, अब कतिले भन्ला नि त है, नानीको त्यत्रो ठुलो प्रोग्राम रहेछ किन आमा बाउ नगएको भन्ने अब एउटा सबैको मनमा होला हैन। त्यो चाहिँ अब म तपाईहरुलाई नेक्स्ट भिडियोमा भन्नेछु नि, म किन इमर्जेन्सी माइत गएँ के भएँ हैन, म तपाईहरुलाई भन्नेछु। अनि मलाई एउटा खुसी चाहिँ पुरा खुसी लाग्यो किनभने मैले मेरो सब्सक्राइबर पनि बढेछ हैन, के अरे फेसबुकमा फलोवर्स पनि बढेछ, भ्युअर्स पनि बढेछ। अन्त कमेन्ट त मलाई मन पराउनेहरूले मलाई राम्रै कमेन्ट गरिहाल्छ हैन। अनि अब धेरैजनाले पनि मलाई अब मन पराउँदछ, अब यो उसमा पनि रहेछ संसारमा पनि मन पराउने भनेको चाहिँ मलाई खुसी लाग्यो। त्यति भन्दै म यो भिडियो अन्त लाँदैछु। अनि अब तपाईले मलाई यसरी नै सपोर्ट र माया र धेरै अझै मलाई सपोर्टको जरुरत छ। अनि तपाईले सबैजनाले मलाई लाइक सब्सक्राइब फलोवर्स सबै गरिदिनुहोस् होला हैन। अनि अब खुसी लाग्यो, थ्यांक यू सो मच, बाई बाई।